दुईजनाले बल गर्दाखेरि टुचेन चुडेको कारणले फाउन्डेसन फेरि मिलाउँदैछौँ अर्को टुचेन हालेर। अनि बेलुकासम्म गाडी हिजोको बराबर हुन्छ। हिजोको बराबर हुन्छ। हस् यसमा ढुक्कै छु। टारकान्त दाइले बालुवा बल्दै हुनुहुन्छ। यसरी ल हेर्नुहोस् त भर्खर यो तिर्सिली बढेर फेरि यो बाँध फुट्नै आँटेको छ। हेर्नु त यहाँ यसरी पानी खसेको छ यो बाँधबाट बस्ने गाउँलाई लगाएको यो बाँध। अलिकति यसरी पानी गाडी भएको भागतिर जाँदैछ। यतापट्टि पनि काम भइरहेछ। स्ट्यान्ड पुलले तन्काउने काम भइरहेछ। गाडीको धेरै वेट कम भइसक्यो।